हेलो साथीहरु, सबैलाई स्वागत छ मेरो किचनमा। मैले आज फरक तरिकाबाट रेसिपी ल्याएकी छु। हजुरहरुलाई मेरो रेसिपी कस्तो लाग्छ कमेन्टमा गएर सुझाव सल्लाह छोडिदिनु होला। म हजुरको सुझाव सल्लाह अनुसार नयाँ नयाँ रेसिपी ल्याउने प्रयास गर्नेछु। मेरो यो सानो प्रयासलाई सबैले माया गरिदिनुहुन्छ भन्ने पूर्ण आशा लिएकी छु। मैले त जीरा फुराए अनि थोरै प्याजको हरियो पत्ता पनि राखे, टमाटर पनि राखे अनि मैले मज्जाले त्यसलाई भुटेर त्यसपछि त्यो आलु र पिँडालुलाई मिक्स गरेको त्यो राखिसकेपछि मज्जाले त्यसलाई पनि भुटिसकेपछि मैले मसला मिसाए अनि मसला मिसाइसकेपछि मैले थोरै पानी पनि राखे। पानी राखिसकेपछि अलि बेर पाक्न दिए। पाकिसकेपछि हेर्नुस् त मज्जाको खाउँ लाग्दो तरकारी बनिसकेको छ। मैले त्यो तरकारी बनाइसकेपछि हल्का मैले त्यो कटौरामा निकाले, किनकि म फरक खाले तरकारी मन पराउँछु। मैले अलि मोही ल्याएको थिएँ, मोही मिसाएँ। मैले थोरै कटौरामा राखेँ, थोरै मोही मिसाइसकेपछि पाक्यो अनि मज्जाले खायौँ। धन्यवाद।